एकछिन यो भिडियो हेर्नुहोस् त। यहाँ मान्छेको कति लासहरू बगाएर लिएर आएको छ, तर कसैलाई त वास्ता प्रवाह छैन। तर मान्छेहरूलाई केमा प्रवाह छ हेर्नुहोस् त। सिलिन्डर, काठ, त्यहाँ जति बगाएर ल्याएको अलिकति आफूलाई काम लाग्ने सामान छ नि, त्यो लिनकै लागि हेर्नुहोस् त मान्छेको भिड। झन् त्यो बाढी आएर फेरि उनीहरूलाई पनि लग्छ भन्ने उनीहरूलाई डर छैन। जसरी हुन्छ त्यहाँ आएको सामानहरू लगौँ, तानौँ, मच्छर र तछाड छ। हेर्नुहोस् त एकछिनको विनाशले के गर्यो। कयौँ वर्ष लगाएर बनाएको संरचनाहरू, कति मान्छेहरू कति दुःख गरेर सङ्घर्ष गरेर अहिलेसम्म यहाँसम्म आएका मान्छेहरू कोही पनि बाँचेनन्, कोही पनि बाँकी रहेन। तर जति नेपालमा बाँचेका छन् नि, तिनीहरूलाई चाहिँ लोभ र लालच नै छ क्या। कहिले हो क्या बुद्धि दिमाग लगाउने होइन, कहिले हो क्या नेपालको मान्छेहरूमा चाहिँ विवेक फैलिने चाहिँ कहिले हो क्या। कहिले चाहिँ नेपालीहरू एक भएर अघि बढ्छन् क्या। अब फेरि यहाँ यो दृश्य हेर्नु त, यो फेरि यो केटी के खोज्नु गएको हो क्या। यसरी हेर्नुहोस् त, यसले यहाँ हेर्नुहोस् न, जो झन् ठुलो आयो भने यसलाई पनि लान्छ। किन यो हाम्रो नेपालको मान्छेहरूको चाहिँ दिमागै छैन कि किन यिनीहरूको चाहिँ यो के भएको क्या नेपालमा, नेपालको मान्छेहरूको के भएको। एकचोटि तपाईँहरूले कमेन्टमा मलाई सुझाव सल्लाह दिनुहोस् न, के हो यो। एकचोटि मलाई चाहिँ प्रश्न बुझाइदिनुहोस् न, मैले केही बुझ्नै सकिनँ, कसले बुझ्नुहुन्छ है। यो यतिसम्म भयो नि नेपालको यो सबैभन्दा, सायद मैले थाहा पाए अनुसार यो सबैभन्दा ठुलो कालो दिनै नेपालको यो भयो। तर अहिले पनि कति बिचरा कति होइन मान्छेहरू लापत्ता बेपत्ता छन्। तर जुन भएका मान्छेहरूलाई चाहिँ किन लोभ र लालच छ होइन, किन भावना छँदै छैन, भावनात्मक सन्देशहरू किन छैन नेपालमा चाहिँ। तँभन्दा म के कम, तँभन्दा म के कम मात्र किन चलिरहेछ हेर्नुहोस् त। यस्तो दृश्य यस्तो भएको छ नि, आई क्यानट बिलिभ क्या। त्यो ठाउँमा तिनीहरू पढाएको थियो भने के गर्थ्यो होला क्या। तछाड मछाड गर्छन्, भोलि तिनीहरूलाई पनि पढ्ने दिन आउँछ क्या। त्यो बुझ्दैनन् यो नेपालीहरूले। कहिले बुझ्ने नेपाल, कहिले परिवर्तन होला नेपालमा, कहिले चाहिँ विकास होला त खै। अनि अर्को एउटा कुरा, यो कलियुग हो भनेको सत्य नै रहेछ क्या। पशुपतिनाथमा जुन रहेको एउटा हाम्रो मूर्ति छ नि, त्यो मूर्तिको चाहिँ कम्मरभन्दा माथि निस्किसकेको छ नि, हो त्यो पुरै निस्क्यो भने नेपाल ध्वस्त हुने पक्कै रहेछ है।